साथीभाइहरू के छ लो क्यापहरूमा के हो यस्तो भनेर सोच्नुहुन्छ भने मेन्सियम हाम्रो एकदमै झरेको स्टक हो। 700बाट झरेर 200 300को हाराहारी आइसकेको छ है। एकदमै फल भएको छ। कम्पनी चाहिँ जोर छ होइन, चकनाचुर छ कम्पनीको कुरा गर्नुपर्दा। तर प्राइसको कुरा गर्ने भने एकदमै राम्रो भ्यालुएसनको हिसाबमा आइरहेछ। तर कम्पनीको फन्डामेन्टल चाहिँ राम्रो छैन भन्नुपर्दा होइन। तर एज अ ट्रेडर अब मैले पढ्ने भनेको चार्ट हो होइन। चार्टमा चाहिँ के छ भन्ने म सरासर त्यति चाहिँ कुरा गर्न गइरहेको छु है। हाम्रो यो फर्स्टको हाम्रो यो ठुलो ट्रेन्ड जुन बनाए पनि हाम्रो त्यसपछि काउन्टर ट्रेन्ड हाम्रो कस्तो छ भन्ने कुरा चाहिँ त्यति चाहिँ बुझ्नुपर्ने हुन्छ है। फर्स्टमा हाम्रो सार्प फल पछि 3 वेभ अप 3 वेभ डाउन गरिरहेछ होइन। यो कम्प्लिटली WXY हो जुन चाहिँ हाम्रो W र वाइबाट हाम्रो 1:1 को लेभलमा आइसकेर अनि एउटा हेर्नुहुन्छ नि राम्रो पुलब्याक दियो। मतलब राम्रो पुलब्याक भन्न खोजेको कस्तो छ तपाईँको यहाँनिर त पुलब्याक छ नि। यस्तो पुलब्याक भनेको एउटा ट्रेन्ड कम्प्लिट गर्ने ट्रेन्ड होइन कि है। पुलब्याक भनेको यस्तो खालको ट्रेन्ड स्ट्रङ क्यान्डलबाट ट्रेन्ड माथि गइसकेको भएको चाँडै माथि गयो भनेपछि यो एक्स हो कि यहाँ एक्स कम्प्लिट गर्यो। त्यसपछि वाइको लागि हाम्रो एउटा डायगनल बन्यो 1 and 2 and 3 and 4 and 5 गरेर हाम्रो यहाँ ए बन्यो है। लिडिङ डायगनल भन्छ यसलाई है। हजुरहरूलाई कतिको थाहा छ कि थाहा छैन यसलाई लिडिङ डायगनल भन्छ जुन चाहिँ कन्ट्र्याक्ट के भएको यो हेर्नुहुन्छ भने लिडिङ डायगनल भयो यहाँनिर। जब यहाँबाट लिडिङ डायगनल बन्यो त्यसपछि हाम्रो यहाँनिर एउटा स्विङ डाउन सक्यो। त्यसपछि अब हाम्रो यहाँनिरबाट यसमा हेर्नुहुन्छ भने अझ क्लियरली देखिन्छ है। त्यसपछि छोडिदिन हामी क्यान्डलबाट हेरौँ त ओके होइन। हाम्रो ए भन्यो बी अनि हाम्रो हेर्नुहुन्छ 3 वेभ पुलब्याक माथि गयो ट्रेन्ड लाइनकै हाराहारीमा गयो। त्यसपछि अब हाम्रो सी वेभ के हुन्छ त सोच्नु त। सी वेभ कस्तो हुन्छ? सी वेभ कस्तो हुन्छ? एबिसिडी हुन्छ होइन। WXY हुन्छ एबिसी हुन्छ सी वेभ होइन। सी वेभ भनेको इम्पल्सिभ हुन्छ 1 2 यहाँनिर हाम्रो 3 सक्यो 4 अब अहिले हाम्रो 5th वेभ यहाँ तपाईँहरूले म तपाईँहरूलाई यहाँ मैले हेरेको होइन, मैले भर्खरै एनालाइसिस गरिरहेको है तपाईँहरूलाई म होइन। आरएसआईहरू मैले इन्डिकेटर हेरेको छैन। तपाईँहरूलाई यहाँ इन्डिकेटर हेर्नुभयो भने डाइभर्जेन्स 100% देखिसकेको छ यहाँनिर हेर्नुहुन्छ भने हेर्दै थाहा हुन्छ कि स्टकले डाइभर्जेन्स देखाएको छ कि छैन भनेर। अब हाम्रो यो छ नि यो हाम्रो यहाँनिर ओभरल्याप छ छैन 100% ओभरल्याप छैन। हाम्रो 3 4 5 गरेर अहिले हामी 5th वेभमा झरिरहेछौँ। अब हाम्रो अलिकति तलसम्म आउन सक्छ होइन। त्यसपछि हाम्रो यसरी यहाँबाट अलिकति तल यो लेभलसम्म आउन पनि सक्छ होइन 256सम्म। अर्थात् यहाँबाट कुनै बुलिस क्यान्डल देखियो भने हामी यहाँसम्मको टार्गेट राख्न सक्छौँ है। हामी ठ्याक्क माथिबाट आइरहेको ट्रेन्ड लाइनलाई टार्गेट राख्नेछौँ। त्यसपछि हाम्रो एउटा टार्गेट यहाँसम्म जाँदाखेरि लगभग 260मा किन्नु भने तपाईँको 360मा बेच्दाखेरि त कति पर्सेन्ट प्रफिट हुन्छ? निकै ठुलो प्रफिट हुन्छ हेर्नु। 40% हाराहारी 40%को प्रफिट छ है। हाम्रो यो ट्रेन्ड लाइनको जोन भनेको एकदमै स्ट्रङ डिमान्ड जोन हो है। कम्पनी जोर छ तर हाम्रो एउटा छ नि यो माथिबाट काउन्टर यो ट्रेन्ड आइरहेछ नि यो इन्टायर ठुलो ट्रेन्ड चाहिँ यहाँ कम्प्लिट गर्नेछ क्या। अब यहाँ सी बनिसकेपछि एउटा ठुलो ट्रेन्ड कन्फर्म हुनेछ। त्यो कन्टिन्यू भइसकेपछि हाम्रो काउन्टर ट्रेन्ड हुन्छ। काउन्टर ट्रेन्ड हुन्छ कतिसम्म हुन्छ? यो ट्रेन्ड लाइनलाई ब्रेक गरेर रिटेस्ट गरेर फेरि माथि गयो भने चाहिँ हाम्रो माथि 500सम्म जाने हाराहारी चान्स हुन्छ। तर यो ट्रेन्ड लाइनबाट ड्रप आउट गर्न थाल्यो भने स्टिल हामी साइडवेज बस्ने अर्थात् अझै अलि लो ब्रेक गर्ने त्यो पनि हुनसक्छ है। त्यो पनि पोसिबिलिटी रहन्छ। तर अहिलेको फिलहालको लागि चाहिँ हाम्रो यहाँनिरबाट अब आरएसआई चेक गर्न खोजिदिएको थिएँ मैले तपाईँहरूको हेर्नु है त। आरएसआईमा कम्प्लिटली डाइभर्जेन्स होला है बनायो भने त। आरएसआईमा डाइभर्जेन्स हुन्छ कि यो सिनेरियोमा 5th वेभ भन्दाखेरि यसरी फल आएपछि आरएसआईमा 100% डाइभर्जेन्स हुन्छ। WXY भन्दाखेरि पनि वाइले धेरै ब्रेक गर्दैन हेर्नु ल हेर्नु यसरी। अब हाम्रो यो विकलीमा हेर्नु त कहाँबाट आएको ट्रेन्ड हो भनेपछि तपाईँहरूले त यहाँसम्म टार्गेट राखेर ट्रेड लिन सक्नुहुनेछ। त्यो चाहिँ आफ्नो हिसाबमा हो। मैले भन्नु खोजेको भनेको यो चाहिँ एउटा अब एकचोटि अलिकति पुलब्याक माथि जान्छ अर्थात् अब नयाँ काउन्टर ट्रेन्ड सुरु गर्छ
त्यो अब स्टकले कस्तो गर्छ भन्ने कुरो एकदमै लो रेटमा आइसकेको छ। एउटा राम्रो अपर्च्युनिटी देखेको छु मैले चाहिँ। तपाईँहरूले के देख्नुभएको छ कमेन्ट गर्नु होला। लोकल बर्डमा राम्रो अपर्च्युनिटी देखिरहेको छु फिलहालको लागि मैले है। त्यही भन्दै एमसिएचएलको एनालाइसिस पनि यहीँ टुङ्ग्याउन चाहन्छु। अब यी लोक्यापहरूको लागि 4-5 महिनाको लागि एनालाइसिसै गरिरहनु पर्दैन है। सक्यो अब यति गरिसकेपछि सक्यो। 5-6 महिनालाई पुग्यो कि अब यो। Thank you for watching. Don't forget to like the channel, okay?